अब यहाँ जापानमा शादी 12 हुन लाग्यो अन्तै। के अरे म एक्लै हिँडिरहेको छु बाटोमा कार्यक्रमबाट आएर। राति 12:30 बजेको समयमा हाम्रो नेपालमा भएको भए यतिखेर ट्रेन स्टेसनबाट को ठाउँ पुग्दै 15 मिनट जति लाग्छ। जान सक्थेन होला कि बाटोमा मान्छेकै डर बढी हुन्छ हाम्रो नेपालमा चाहिँ। तर यहाँ कोही छैनन्, सुनसान छ तर पनि मान्छेको डर फेटिक्कै छैन, केहीको डर छैन। बिन्दास भरमा हिँडिरहेको छु। चट्ट तब 20 वर्ष पछाडि होला रोल्पाली गाडा लगाएर, आज रोल्पाली गाडा लगाएर कार्यक्रमबाट आएर बाटोमा हिँडिरहेको छु। त्यस्तो छ हाम्रो नेपालमा, मान्छेकै डर लाग्छ। मान्छे बन्नै सकेको छैन, मान्छेकै डर हुन्छ एक नम्बरमा हैन। र पनि आजै नेपाल जाम, भोलि नेपाल जाम, अहिले नेपाल जाम जस्तो हुन्छ। त्यो भएर आफ्नो जन्मभूमि, जन्मेको हुर्केको ठाउँ जस्तो प्यारो अरू केही पनि नहुँदो रहेछ भन्ने यो मनले अनुभव गरिरहेछ कि कुरो, सत्य कुरो।